उनी र यमबुद्ध दाई एउटै स्कुलमा पढ्नु भएको थियो र त्यो स्कुलमा हिपहपको इन्फ्लुएन्स एकदमै थियो। यमबुद्ध अनिल अधिकारी हामीसँगै एउटै स्कुल पढेको होइन, अनि हाम्रो स्कुलमा एकदमै हिपहप इन्फ्लुएन्स एकदमै धेरै थियो क्या। हाम्रो क्लासमै लगभग 4-5 जना ऱ्यापरहरू थियो। अनि 2011 देखि युट्युबमा आफ्नो गीतहरू ड्रप गर्न लागे र 2012 डिसेम्बर 20 मा उनले क्लास 8 मा पढ्दा लेखेको आफ्नो फर्स्ट गीत सडक बालक ड्रप गर्छन्, जुन गीत उनले सानोमा आफूले बोकिराख्ने झोला र सडक बालकको झोलामा फरक भेटाएपछि उनीहरूको ठाउँमा आफूले राखेर गीत लेखेको थिए। कटेकुलोबाट ज्ञानेश्वर स्कुलसम्म जाँदाखेरि हामी झोला बोकेर चट्ट जाँदाखेरि हामीसँग भएको झोला र अरू त्यहाँ स्ट्रिटमा भएको अरू बच्चाहरूको झोला अलिक फरक थियो कि। अनि त्यो झोलामा फरक देखेर के छ त उनीहरूको बुझौँ भनेर मेरो आँखाले जे देख्यो नि उनीहरूको लाइफस्टाइलहरू के छ कसो छ तिनीहरूको लागि पनि भन्दा पनि हामीले चाहिँ बुझ्नुपर्छ यो यस्तो छ भनेर चाहिँ त्यो गीतमा त्यही कुराहरू गरेको छु मैले। र 2013 जनवरी 28 मा अतीतका सम्झना गीत ड्रप गर्छन् र मार्च 6 मा निवलसँग मिलेर प्रहरी प्रतिकार भन्ने गीत ड्रप गर्छन् र यो गीत चाहिँ लामो कपाल पार्न नपाउने भनेर पुलिसको नियम आएको बेला त्यसको विरुद्धमा लेखेको गीत थियो। टुटपाट मचिसक्यो चोरहरू घुमेका छन्, घुस खाँदै ढिक्क रक्सीमै झुमेका छन्। जुन 18 मा तिमी फुल भन्ने गीत ड्रप गर्छन् र यही टाइममा रवाजको ब्याटल सुरु भइरहेको हुन्छ। लाउडे भर्सेस इजी टुबेल भइसकेको हुन्छ र यमबुद्ध दाइले बालेनलाई रवाजमा ब्याटल गर्न अप्रोच गर्नुहुन्छ, तर बालेन भने खासै रेडी थिएनन्, खासै कन्फिडेन्ट थिएनन्। तर यमबुद्ध दाइले जसरी पनि गर्नुपर्छ भनेपछि ठिक छ गरौँ न त, यो ब्याटल त्यस्तो धेरैजना मान्छेसम्म नै पुग्दैन होला, नराम्रो भए पनि 100 जनाको अघि त बेइज्जत हुन्छ भनेर जान्छन्। र खासमा चाहिँ फर्स्ट ब्याटल नै बालेन भर्सेस लाउडे हुने कुरा थियो, तर लाउडे भर्सेस युनिक पोएट र बालेन भर्सेस लिल गिजर गरेर पछि लाउडे भर्सेस बालेन गर्ने कुरा भएको रहेछ र पछि पनि धेरै पल्ट हुने कुरा आइरहेको थियो। तर स्याडली आजसम्म त्यो ब्याटल हुन सकेन। अनि कमिङ ब्याक टु द कन्टेक्स्ट, बालेन भर्सेस लिल ग्रिजर ब्याटल राम्रै हुन जान्छ र 150 ले हेर्ने चाहिँ 150 को अगाडि बेइज्जतै भए पनि के चाहिँ हुन्छ र।